नमस्कार। टियु क्रिकेट मैदानको अर्को एउटा महत्त्वपूर्ण भिडियो दृश्यमा यहाँलाई स्वागत छ दर्शकवृन्द। यतिखेर म बिहानीको समयमा टियु क्रिकेट मैदानमा उपस्थित भएको छु र यहाँ के विशेष कामहरू भएका छन् त्यसको बारेमा यहाँलाई जानकारी गराउनेछु। महत्त्वपूर्ण काम त के भएको छ यो खण्डमा यो समयमा भन्दाखेरि यो जुन प्यारापिट जुन देखिरहनु भएको छ 60,000 स्क्वायर फिट हो, त्यो प्यारापिटमा ब्लक वाइज स्पेस बनाइएको छ, प्यारापिट बनाइएको छ भने बीच-बीचमा रेलिङ हालेर त्यो आवत जावतको लागि एउटा सुरक्षात्मक मापदण्ड अपनाइएको छ। अब फेरि त्यहाँ एउटा अर्को सुरक्षात्मक मापदण्ड पुरा गर्नको लागि अर्को एउटा सुरक्षात्मक उपायको लागि चाहिँ त्यो जुन रेलिङ हालिएको थियो त्यसको साइडबाट पनि अर्को ठुलो जुन तार जाली हाल्ने प्रक्रिया अघि बढिसकेको छ। यो दृश्यमा यहाँले जुन देखिरहनु भएको छ, यो जुन रेलिङ सँगै साइडमा चाहिँ फलामका डन्डीहरू ठडाइएको दृश्य यहाँले देख्नु भएको छ। यो चाहिँ टियु क्रिकेट मैदानको प्यारापिटको जुन प्रत्येक ब्लकलाई चाहिँ फेरि यही जुन रेलिङकै आडबाट चाहिँ जाली हारेर चाहिँ एक ब्लकको जुन दर्शकहरू चाहिँ अर्को ब्लकमा चाहिँ जानको लागि बन्देज लगाइनेछ। किन भन्दाखेरि दर्शक श्रोताहरूको क्राउड जुन एनपिएल सिजन 2 को खेलमा मात्र नभइकन अन्य खेलहरूमा पनि निकै नै धेरै हुने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि क्राउड धेरै हुँदाखेरि चाहिँ एउटा ब्लकको दर्शक अर्को ब्लकमा जाने, अर्कोको अर्कोमा जाने हुँदाखेरि चाहिँ अलिकति मुडभेड नै भन्न पनि मिल्यो। नभएदेखि अलिकति दर्शक श्रोताहरूको चाहिँ खचाखचले गर्दाखेरि चाहिँ केही दुर्घटना हुन सक्ने सम्भावनालाई चाहिँ मध्यनजर गरेर यहाँ तार जाली जुन रेलिङसँगै तार जाली हाल्ने व्यवस्था गर्न लागि हो र त्यसको लागि काम अघि बढिसकेको छ भने यो बीचको भाग जुन तल्लो र माथिल्लो प्यारापिटको चाहिँ बीचको जुन आउने जाने बाटो देख्नु भएको छ, यो बाटोहरूलाई चाहिँ केही पनि गरिने छैन। सम्भवतः यो जुन बीचमा एक प्यारापिटबाट अर्को प्यारापिटमा जाने जुन यो तार जाली र रेलिङ रहेको छ त्यसको बीचबाट चाहिँ गेट हालिनेछ र गेटको माध्यमबाट चाहिँ बाहिरभित्र गर्न सक्ने अवस्था रहन्छ। यो सुरक्षात्मक जुन तयारी चाहिँ राम्रो पक्ष पनि हो, किनभने आवश्यकता पनि रहन्छ। नेपाली दर्शक श्रोताहरू कस्तो हुनुहुन्छ भने फेरि यो प्रत्येक टिमको चाहिँ आफ्ना समर्थकहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अलिकति एग्रेसनमा आउनुहुन्छ। यस्तो अवस्थामा झडप पनि हुने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि त्यस्ता कुराहरूलाई चाहिँ अलिकति हामीले ध्यान दिनै पर्छ। र यो देखिरहनु भएको दृश्य चाहिँ यहाँले 23,000 स्क्वायर फिटको प्यारापिटको हो, जुन सुन्दर बनेको छ। प्यारापिटका सम्पूर्ण कामहरू सकिएका छन्। यहाँ कुर्सी फिटिङका कामहरू धेरै अगाडि सकिएका हुन् भने रेलिङका कामहरू भइसकेका छन् र यसको जुन प्यारापिटको तल्लो भागमा चाहिँ अहिले यतिखेरको समयमा तार जालीहरू लगाउने काम भइरहेको छ। पिच निकै नै सुन्दर बनिसकेको छ भने जुन प्यारापिटका तल्ला भागहरूमा चाहिँ तार जाली हाल्ने काम सुरु भइसकेको छ। हेर्नुहोस् त कस्तो राम्रो स्ट्रक्चर देखिएको छ। यताबाट हेर्दाखेरि यो क्रिकेट मैदानको दुईटै प्यारापिटलाई हेर्दाखेरि यो माथि रेलिङ तल्लोपट्टि अनि त्योभन्दा अल्को चाहिँ अर्को जुन जाली हाल्नको लागि चाहिँ ससानो पोल ठडाइएको दृश्य हो यो। र माथिल्लो भागमा पनि प्यारापिटको चाहिँ माथिल्लो भागमा पनि तार जालीकै लागि चाहिँ व्यवस्था गरिसकेको छ। जुन ठाउँमा चाहिँ मैले हिजोको दिनमा यहाँलाई बताएको थिएँ, दर्शक श्रोताहरू चाहिँ यो प्रत्येक खण्ड खण्ड गरेर प्रत्येक ब्लकमा चाहिँ दर्शक श्रोताहरू जानको लागि चाहिँ ढोका बनाइनेछ, गेट बनाइनेछ, अन्यत्र ठाउँमा चाहिँ जाली हालिनेछ भनेर। यो 23,000 स्क्वायर फिटको तल्लोपट्टिको भागमा जुन हरियो रङको देख्नु भएको छ यो जाली हालिसकेको अवस्था हो। यो माथिल्लो भागमा प्यारापिट र रेलिङको व्यवस्था देखिँदै गर्दाखेरि तल्लो भागलाई पनि त्यो बलहरू यताउति नजाओस् भन्नको लागि चाहिँ तार जाली हालिएको छ भने 23,000 स्क्वायर फिटको साइडका र पछाडिका भागहरूलाई यो तरिकाले चाहिँ यो माटाका ढिस्काहरू पहिले भएका माटाका ढिस्काहरूलाई चाहिँ सम्याउने काम सुरु भइसकेको छ। अहिले यो प्यारापिट बनाउने कम्पनीले आफ्नो काम सक्दै गर्दा क्यानले नै अब यो जुन मेन रूपमा चाहिँ अन्य फिनिसिङका कामहरूको लागि क्यानले नै जिम्मा लिएर काम सुरु गरिसकेको अवस्था हो। यो पछाडिपट्टिको भागमा हेर्न सक्नुहुनेछ जहाँ चाहिँ 3 नम्बरको हाइमास्ट पोल पनि रहेको छ, फ्लड लाइटको पोल पनि रहेको छ। त्यतातर्फको भागमा सम्याउने काम भइसकेको छ भने यो पछाडिबाट हेर्दाखेरि यो जुन भर्याङहरू अनि यो पछाडि चाहिँ जुन पिलर हालेर उठाइएको भागहरूलाई यहाँले देखिरहँदाखेरि चाहिँ यो भाग पनि निकै नै सुन्दर बनिसकेको छ। र यो जुन काँडे तार यहाँले देख्नु भएको छ नि, यो तार रेलिङ यो जुन तल्लोपट्टि चाहिँ तार जाली हालिएको छ त्यसको माथिल्लो भागमा चाहिँ यो प्रकारको चाहिँ यो जुन तार जाली काँडे तार हालिनेछ, जसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ तोडमोड गर्नको लागि चाहिँ नसकोस् कुनै पनि व्यक्तिले, कुनै पनि पक्षले भनेर चाहिँ त्यो व्यवस्था गर्न लागेको हो। र यो मुठा जुन काँडे तारको मुठा चाहिँ यहाँले देखिरहनु भएको छ। यो दृश्य मैले यहाँलाई देखिरहेको चाहिँ 23,000 स्क्वायर फिटको पार्ट हो र त्यसको पछाडिपट्टिको भाग हो। यो पछाडिपट्टिको भाग फेरि पनि सम्माइसकेको अवस्था रहेको छ। तहगत रूपमा चाहिँ सम्माएर यसलाई पनि अलिकति बलियो बनाइनेछ।
बलियो बनाएर चाहिँ पार्किङ स्पेस बनाइने छ यो खाली देखिएका ठाउँहरूलाई भने त्यो खाली देखिएका ठाउँ जुन रहेको छ त्यसमा पनि यहाँले जुन पोल ठडाएको ससाना पोल ठडाएको देख्नु भएको छ नि त्यहाँ पनि तार जाली लगाइनेछ बार लगाइनेछ केही मात्रामा लगाइसकेको तार जाली हालिसकेको दृश्य पनि मैले देखाइरहेको छु यो पछाडिपट्टिको भागको कुरा गर्दाखेरि यो 23,000 स्क्वायर फिटको पछाडिपट्टिको भागको कुरा गर्दाखेरि त्यहाँसम्म पनि तार जाली चाहिँ हालिसकेको छ यसको मतलब त्यो क्रिकेट मैदानको बाह्य भागमा चाहिँ जस्ताको बेरिकेड गरिएको छ भने त्यसपछि त्यो जस्ताको बेरिकेड गरिएको र यतापट्टि प्यारापिट साइडको भागको बीचमा जुन बाटो रहेको छ त्यो बाटोलाई चाहिँ बीच बनाएर चाहिँ यो तरिकाको तार जाली हाल्ने व्यवस्था गरिएको छ र हाल्न सुरु गरिसकेको छ यो चाहिँ यो 3 नम्बरको हाइमास्ट पोलको माथिल्लो ढिस्कोसम्म नै तार जाली हालिसकेको छ भने क्रमशः अब यसलाई चाहिँ यतापट्टि 60,000 स्क्वायर फिटको साइडतर्फ समेत यस्तै तरिकाको तार जाली हालिनेछ बीचमा दर्शक श्रोताहरू चाहिँ प्यारापिटमा जाने बाटो राखेर समग्रमा भन्ने हो भने त्यो क्रिकेट मैदानमा जुन काम भइरहेको छ निकै नै महत्त्वपूर्ण काम भइरहेको छ हामीले भनिरहेका छौँ अन्तर्राष्ट्रिय स्तरको त्यो क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको मैदान भन्दै गर्दाखेरि त्यहाँ मापदण्डहरू पनि पुरा गर्नुपर्ने हुन्छ कतिपय मापदण्डहरू कमी कमजोरी पक्कै पनि भएका छन् ती पुरा हुँदै जाला र हामी दोस्रो तेस्रो टेन्डर आह्वानको क्रममा चाहिँ ती कुराहरू सम्पूर्ण रूपमा चाहिँ पुरा हुनेछ भनेर अपेक्षा गर्न सक्छौँ यो मैले यो 23,000 र 60,000 स्क्वायर फिटको प्यारापिटको बीचको भागमा जुन खाली ठाउँ रहेको छ त्यो ठाउँको भाग देखिरहेको छु भने त्यस्तै ठाउँ जुन खाली रहेको भागको चाहिँ पल्लोपट्टि जुन पिचको माथिल्लोपट्टिको भागमा चाहिँ यो बेरिकेड गरिसकेको अवस्था तार जाली हालिसकेको अवस्था हरियो कलरिङ गरिसकेको अवस्था मैले देखाइरहेको छु भने यो खण्ड खण्ड यो पिचको भाग कुन कस्तो राम्रो देखिएको छ रोलरले चाहिँ यो रोल गरेर चाहिँ यो तरिकाको दृश्य बनाइएको छ र प्यारापिटको पार्टहरूलाई पनि म यहाँहरूमा के मात्रामा देखाउन चाहन्छु यो जुन 23,000 स्क्वायर फिट होइन मैले यो 60,000 स्क्वायर फिटको प्यारापिट देखिरहेको छु यहाँहरूलाई यतिखेरको समयमा यो माथिल्लोपट्टि प्यारापिट हो तल्लोपट्टि बेरिकेड गरेका भाग हुन् भने त्यसको पनि तल्लोपट्टि चाहिँ तार जाली हालिएका भागहरू हुन् यहाँ तह तह गरेर चाहिँ यो सुरक्षात्मक उपाय अपनाइएको छ यो बलदेखि लिएर दर्शकहरूको चाहिँ क्राउडलाई चाहिँ अलिकति नियन्त्रण गर्नको लागि बल रोक्नको लागि समेत सहयोग पुग्ने हिसाबले चाहिँ यो गरिएको भने यो बीचमा जुन तरिकाको जुन डन्डी हालिएको छ यहाँले देख्नु भएको छ यो तरिकाको फलामको डन्डी हालेर चाहिँ तार जाली हाल्ने काम सुरु भइसकेको छ त्यो क्रिकेट मैदानमा मेन कामहरू अब फ्लड लाइटको काम जडानको लागि चाहिँ 3टा पोल जुन 2वटा पोल भनौँ न 2वटा होइन 3वटा 1, 2 र 3 नम्बरको फ्लड लाइटको पोलमा चाहिँ बत्ती जडान बाँकी रहेको छ फ्लड लाइट जडान बाँकी रहेको छ त्यो काम चाहिँ आजबाट हुनेछ भनेर हामीले जानकारी पाएका छौँ किन भन्दाखेरि तिहार र छठले गर्दाखेरि यहाँ काम गर्ने कामदाता दाजुभाइहरू चाहिँ चाडबाड मनाउनको लागि चाहिँ आफ्नो घरमा जानुभएको थियो र उहाँहरू छठ मनाएर चाहिँ फर्किने क्रम रहेको थियो हिजोको दिनसम्म र आजबाट चाहिँ काम पुनः सुरु हुने भन्ने जानकारी हामीले पाएका थियौँ र अब यो आजबाट फ्लड लाइट जडानको काम सुरु भयो भने 3वटा पोलको लागि 3 दिनकै हिसाब राख्ने हो भने पनि 9 दिन लाग्नेछ 9-10 दिन राखौँ 10 दिनको राख्दाखेरि पनि अब लगभग 19-20 दिनको समय बाँकी रहेको छ एनपिएल सिजन 2 को खेल आउनको लागि त्यति बेलासम्म अब 10 दिनमा लाइट जडान गरेर सम्पन्न भयो भने त्यो सँगै यो जुन मैले अहिले देखिरहेको छु नि प्यानल फाउन्डेसन यो फाउन्डेसनमा चाहिँ सम्पूर्ण पोलमा चाहिँ पोलको हाइमास्ट पोलको मुनेर चाहिँ यो फाउन्डेसनको वरिपरि चाहिँ प्यानल फाउन्डेसन राख्न सकियो भने र प्रोसेसिङका काम गर्न सकियो भनेदेखि त्यसपछि 10 दिन बाँकी रहन्छ टेस्टिङको लागि त्यो टेस्टिङका कामहरू पनि त्यो बीचमा हुनेछ र समयले साथ दिएको खण्डमा हामी एनपिएल सिजन 2 को खेल फ्लड लाइटको मुनि बसेर हेर्न पाउनेछौँ भन्ने अपेक्षा गर्न सक्छौँ पूर्ण विश्वस्त हुनुहोस् त म भन्न सक्दिनँ तर अपेक्षा चाहिँ हामीले गर्न सक्छौँ दर्शकहरू यो प्यानल फाउन्डेसन राखेको दृश्य मैले देखाइरहेको छु यो 6औं नम्बरको फ्लड लाइटको पोलको यो पोलमा चाहिँ प्यानल फाउन्डेसन राखेर त्यो एउटा फाउन्डेसनमा चाहिँ प्यानल पनि ठडाइसकेको दृश्य मैले यो देखाइरहँदाखेरि यतापट्टि तेस्रो नम्बरको फ्लड लाइटको पोलतर्फ पनि फाउन्डेसन गाडिसकिएको छ र त्यो फाउन्डेसन गाडेर माटोले चाहिँ सम्याउने काम भएको छ यसमा चाहिँ अब प्यानल ल्याएर राखिनेछ प्यानल ल्याएर राखिसकेपछि यो तार जुन देखिरहनु भएको छ त्यो तारहरूलाई चाहिँ प्रोसेसिङमा लगिनेछ जुन ड्राइभर प्यानल र मेन प्यानलमा जडान गरिनेछ र उतापट्टि पावर हाउसबाट जुन सप्लाई भएर करेन्ट आउनेछ त्यो करेन्टलाई चाहिँ
यही प्यानलले चाहिँ फेरि पोलमा सप्लाई गर्नेछ र पोल हुँदै जुन हेड फ्रेममा पुग्नेछ, फ्लड लाइटको बल्बमा पुग्नेछ, त्यसपछि मात्र बत्ती बल्नेछ टियु क्रिकेट मैदानमा। त्यो काम छिट्टै हुनेछ, त्यो अपेक्षा गरौँ। यो सम्पूर्ण जुन देखिरहनु भएको जुन पोल हो, यो पोल चाहिँ यो मध्यम बाह्य भागमा जुन जस्ताको बेरिगेट, त्यसपछि बाटो, त्यसपछिको भागमा चाहिँ यो बेरिगेट हालिनेछ, तारबार लगाइनेछ भने त्यसपछि त्यसको भित्री भागमा चाहिँ प्यारापिट लगाएको केही स्पेस छोडेर प्यारापिट बनाइनेछ। यो कुरा मैले यहाँलाई जानकारी गराएँ र यो दर्शक श्रोताहरूले देख्दै गर्दाखेरि पक्कै पनि यहाँहरू पनि खुसी हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु। हामीसँग अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान थिएन यसअघि, र अहिले जुन तरिकाको चाहिँ क्रिकेट मैदान बनेको छ, यो क्रिकेट मैदान बनिसकेपछि हामीले नेपालमै खेल्न सक्ने खेल जुन विदेशमा गएर खेल्न पर्ने अवस्था रहेको थियो, त्यो खेल चाहिँ अब हामी नेपालमै बसेर खेल्न सक्छौँ र नेपालमै बसेर हामीले क्रिकेटको मजा लिन सक्नेछौँ। त्यसको लागि चाहिँ यो तयारी भएको छ। यो तयारीको लागि हामीले सम्बन्धित सम्पूर्ण निकायलाई धन्यवाद त पक्कै दिनैपर्छ र हामी दर्शक श्रोताहरूले पक्कै पनि एउटा खुसी साथ माहौल क्रिएट गर्नैपर्छ भन्दै आजको लागि म यो भिडियोको अन्तिम क्षणमा आइसकेको छु। महत्त्वपूर्ण केही जुन तारबारका कुराहरू भए अनि वासरुमहरू पनि बनिरहेको छ, टोयलेटहरू पनि बनिरहेको छ, त्यसको लागि चाहिँ जुन जे चाहिने सेफ्टी ट्याङ्कीहरू थियो त्यो पनि बनिसकेको अवस्था हो भने अब मेन लाइट जडानका कामहरू बाँकी रहेका छन्, त्यो काम पनि छिट्टै हुनेछ। यहाँहरूले हामीलाई साथ दिँदै गर्नुहोला।